हेलो मित्रहरू, तपाईले यो भिडियो अन्तिमसम्म हेर्नुहोस् ल। तपाईलाई काम लाग्न सक्छ। विशेष गरी दिदीबहिनीहरूले यो भिडियोलाई अन्तिमसम्म हेरेर शेयर गरिदिनुहोस् ल। 5,000 को लुगा किन्ने ठाउँमा 1,000 को लुगा किनेर 4,000 रुपैयाँ गोजीमा राख। किनभने तिमीलाई जब अप्ठ्यारो पर्छ नि त्यतिखेर तिमीलाई ती दराजका लुगाले काम टार्दैन, त्यो 4,000 पैसाले काम। मेरो बुढाले कमाएको सम्पत्तिहरू जो हामी छोरी मान्छेले खाएर बनेर हिँडेर मात्रै हुँदैन रहेछ हैन। आफैले खर्च गर्नु जान्नु पर्यो हैन, आफैले बचत गर्नु जान्नु पर्यो। त्यही भएर मैले एउटा आफ्नै नामको धनी पूर्जा अनि दुईटा छन् बुढाको नामको हामी बिहे गरेको त्यस्तै 9-10 वर्ष भइसक्यो होला। सो यतिसम्म चाहिँ सम्पत्ति जोड्न पाइयो, खुसी लाग्छ अनि घरहरू पनि बनाइयो। सो मच बुढा, तिमीले हरेक दुःख गरेको म तिम्रो सम्पत्तिले म सधैँ जगाइ राख्ने छु। श्रीमानसँग हुन सकेन भने अरूको प्यारो हुन सकिँदैन रहेछ। श्रीमानको प्यारो हुन्जेल मात्र हो तपाईँ अरूको प्यारो हुने। लेखेर राख्नुहोस्। तपाईँको अहिले माइतीमा जति अहिले आएर तपाईँलाई दिदीबहिनीले कसरी चाटेछन् भने तपाईँलाई अहिले माइती जाने बित्तिकै तपाईँले लगाएको राम्रो कपडा र तपाईँले लगाएको सुनमा हो। ढुक्कै हुनुहोस्। तपाईँले जुन भोलिदेखि तपाईँ च्यात्ता कपडा लगाएर जानुहोस्, तपाईँले त्यहाँ आउँदाखेरि बाटोमा हेर्दाखेरि तपाईँसँग बोलेछन् भने कोही तपाईँलाई आफ्नो भनेर कसैले कसैलाई चिनाएछ भने तपाईँको सुकिलो कपडा र तपाईँले लगाएको सुन र तपाईँले लगाएको बोली गर्दा हो। यदि तपाईँको बुढाले अझ गाडी लिएर तपाईँको माइतीमा जान सक्छ भने त तपाईँको छुट्टी चाहन्छ, सबैले पुज्ने हुन्छ। मित्रहरू, यो भिडियो यदि तपाईलाई मन पर्यो भनेदेखि एक लाइक गरिदिनुहोस् र एउटा मिठो कमेन्ट छोडिदिनुहोस् र यो भिडियोलाई धेरैभन्दा धेरै आफ्ना साथीहरूलाई शेयर गरिदिनुहोस् है त। धन्यवाद।